हाई एभ्रिवान, यस्तो राम्रो क्याप लगाएर चाहिँ हामी आमा छोरा कहाँ जाँदैछ भन्नु त ड्राई पिकनिक। त्रिखण्डीमा चाहिँ हामी यसरी ड्राई पिकनिक गएको थियो। अनि हामी चाहिँ जाने बित्तिकै चाहिँ सबैजना खोलातिर लाग्यौँ होइन। अनि हामी आइनैहरू चाहिँ यहाँनिर बसेर चटपटी खान लाग्यो। हामी त जहाँ गयो पनि चटपटी चाहिँ छोड्ने होइन कि, यसरी चटपटी चाहिँ खानैपर्छ हामीलाई। जतिसुकै 84 व्यञ्जन खायो भने चटपटी चाहिँ हुनैपर्छ त्यसमा। अनि सबजना रमाइरहेको थियो। मौसम यति शीतल थियो बाबा, यति शीतल थियो नि के भन्नु र, यति रमाइलो थियो मौसम। अनि त्यहाँबाट मौसम रमाइलो हुँदा यहाँ त चटपटी पनि बनिसकेको थियो होइन। अनि त्यतिकै नभएर हाम्रो दाइले चाहिँ यहाँ खोलामा जाने बित्तिकै चखमा भेटाएर ल्याउनु भएछ। अनि हामीले पकाइसकेको थियो, चटपटी बनिसकेको थियो, खाना लाग्यो। खाँदा खाँदै पानी परेको। अनि किन होइन, किन छोड्नु नि यो बनाएको भनेर भाग्यो हामी त त्यो चटपटेको बाटै बोकेर। सबसे धेरै रमाइलो थियो हाम्रो छोरीलाई। अनि सबैजना बच्चाहरूलाई चाहिँ रमाइलो थियो, पानी परेर उनीहरूलाई मनपर्ने पानी, खेल्न गएकै पानी मजाले खेल्न पायो। अनि त्यसपछि चाहिँ सबैजना रमाइलो गरिरहेको थियो। सुरुमा त रमाइलो लाग्यो पानी पऱ्यो भनेर, के भन्नु, 1 घन्टा परे पो रमाइलो हुन्छ होइन। 2 घन्टै परेर थल्यो हामी यहाँ सबैजना बस्यो क्या। अनि फेरि रोक्छ होला पनि सबैजना कुराएको थियो। सबको पेटमा चाहिँ मुसा कुदिसक्यो। सबभन्दा बढी चाहिँ यो बच्चाहरूको पेटमा मुसा कुदिसकेको थियो। बाफ्रे बाफ, मेरो छोरी यहाँनिर फेरि आमै अब त्यहीँनिर थियो 2-3वटा ग्रुप, सबले मासु बनाएको, उसलाई चिची खानु पऱ्यो भनेर रोएर हैरान। यो देखेर चाहिँ नसकेर सबैले उसलाई जिस्कायो। अनि अन्तिममा चाहिँ सबै बच्चाहरूलाई चाहिँ कुरकुरे चिज बल किनेर ल्याइदियो हो। उनीहरू खान लाग्यो। अलिअलि त हामीले पनि खाइहाल्छ नि होइन, किन नखानु, खायो। त्यही भने पानी रुक्दैन, पानी त रुक्दैन बाफ्रे बाफ। पछि चाहिँ बल्ल 2-2.5 घन्टापछि होला पानी रुक्यो। अनि त्यसपछि हामीले लगेको सामानहरू चाहिँ क्वाप खायौँ। अनि त्यसपछि चाहिँ झोला तुन्दी बोकेर घरतिर फर्क्यौँ। यति नै थियो। हस् त, धन्यवाद।